चलो चलता है भनेर हचुवामा चलाउने हो भने चल्दैन। यस्तो चालले चल्दैन। पञ्चायतले आँखा खोलिसक्यो होला, पञ्चायतले हेरिसक्यो होला। यसै पञ्चायत भित्र पञ्चायती पाठ्यक्रम भइसके पनि, पञ्चायती दर्शन चलेको आज 20 वर्ष भइसक्दा पनि पञ्चायती व्यवस्थाले कसरी लडखडिनु पर्यो, पञ्चायती व्यवस्थाका नायकहरूले, पञ्चायतका महापञ्च भन्ने ठेकेदारहरूले, स्वयं घोषित नायकहरूले जनताले मानोस् नमानोस् कसैले टिको लगाइदिएका, गाउँ फर्कले खाउँ फर्कले टिको लगाइदिएका र टिकट दिएका भरमा बनेका पञ्चहरूले आफूलाई कहाँ ठाने, कहाँ उभ्याए, कहाँ राखे। आज 10 गतेदेखि 20 गते भित्र उनीहरूका खुट्टा कत्तिका दरा थिए, उनीहरूको मुटु कत्तिको दरो थियो, उनीहरूका लास र पुतला कहाँ कहाँ पोलिए, उनीहरूले कहाँ कहाँ गएर के गर्न सके, देशका गाउँ सभा कति गर्न सके, गाउँ सभामा कतिको जनताको समातिर सहयोग लिन सके। जनताको अस्तित्व नराखेर जनताको खाँचो छैन। तिमीले चुनेका र चिनेका हामी होइनौँ। हामीलाई त माथिबाट दिएको टिको, एउटा कुनै गाउँ फर्कले दिएको टिको र टिकट का भरमा हामी आएका, तिम्रो वास्ता छैन, तिमीलाई हामी चिन्दैनौँ भन्ने ती टाउकेहरू आज कहाँ छन्, के छ तिनको अनुहार, के छ तिनको मोल, कुन अवस्थामा छन् तिनी, सक्नु पर्यो। अनि घमण्ड गर्दैछन्। अहिले पनि तिनीहरूले घमण्ड गर्ने बेला छ। अहिले जम्मा तिनीहरूको आँखा खुलेनन्। अहिले पनि फलाने हात भन्दैछन्, दमन गर्छौं, अहिले हामीहरू जनतालाई पिसिदिन्छौं, यसो गरिदिन्छौं, उसो गरिदिन्छौं भन्छन् भने तिनीहरूले भूल गर्छन्। यो भूल गर्नु हुँदैन। यो भूल कसैले नगरोस्। रावणले आएको थियो दलन गर्ने, पिस्ने, रावणले गयो। हिरण्यकशिपु आएको थियो, हिरण्यकशिपु पनि गयो। कंस पनि आएको थियो, गयो। साना साना जन्मेका केटाकेटीलाई मार्ने शिशुपाल पनि आएको थियो, गयो। र त्यस्ता किसिमको दुर्योधन पनि आएको थियो एउटा मामा शकुनीलाई लिएर। पछाडि बसेर भित्रभित्र सल्लाह दिने, कुकुरका नल्ठाका हात लिएर यो जुवा खेल्ने, धर्मात्मा पाण्डवहरूलाई वनवास र गुप्तवास दिने र धर्मलाई निर्वासन दिने, जनताको शोषण गर्ने दुर्योधनको मामा एउटा आएको थियो शकुनी। शकुनी मामाका ती शकुनी नीति, कणिक नीतिले गर्दा दुर्योधनको कुन गति भयो। 100 भाइले हार्नु पर्ने, 5 भाइले जित्नु पर्ने, त्यो गति आयो। त्यस कारणले जसको सल्लाहकार राम्रो छैन, जसको उच्च सल्लाहकार र राजनीतिक सल्लाहकार, धार्मिक सल्लाहकार र मानव जीवनको सल्लाहकार राम्रो छैन, त्यो राजाले भूल गर्छ, त्यो राजाले सुल गर्छ, त्यो राजाले भूल गर्छ, त्यो राजाले जनताको र आफ्नो स्वयं देशको हित गर्छ। जसको सल्लाहकार ठिक छैन। हाम्रो विधान बनाउने सल्लाहकार को छ? हाम्रो अध्यादेश बनाउने सल्लाहकार को छ? हाम्रो शिक्षा नीति बनाउने सल्लाहकार को छ? हाम्रो देशको व्यवस्था गर्ने, हाम्रा देशको राम्रोसँग स्थिति नीति गर्ने, विकास गर्ने सल्लाहकार को छ? देशको माटो नचिन्ने, देशको जलवायु नचिन्ने। हाम्रा देशमा 3 प्रकारको प्रकृति, शीत, उष्ण, समशीतोष्ण। माथि चिसो छ, माझमा समशीतोष्ण छ, तल तातो छ। तल तातो कस्तो, माथिको चिसो कस्तो, त्यसका माझमा बसेको समशीतोष्ण कस्तो, चुरेघाटी कस्तो, महाभारत पर्वतमाला कस्तो, हिमाली सेतो पर्खाल कस्तो। यी 3टा हिमाली मेखला र 3टा जलवायु प्रकृति र 3टा हाम्रा जनमानसका आवश्यकता र जनजीवनका आवश्यकताहरू कति छन्, कस्ता छन्। भौगोलिक परिस्थिति मेचीदेखि महाकालीसम्मको 14 अञ्चल, 75 जिल्ला, 4000 गाउँ पञ्चायतका 36,000 गाउँमा कस्तो किसिमको हाम्रो परिस्थिति छ। त्यसको माटाको लट्ठी टेकेर, गाउँ गाउँ धाएर, खोला नाला धाएर, पृथ्वीनारायणले धाए जस्तो स्याङ्खु ओडी रापतिका तिरैतिर भानु जैसी गुलाम जैसी अरू थरघर पनि साथैमा थिया भनेर लट्ठी टेकेर डाँडाकाँडाका देशमा, पहाडी देशमा, जंगलका देशमा, यातायात शून्य देशमा जन्मेर अरू कुनै मैदानका देशको, गाडी गुड्ने देशको, हवाईजहाज उड्ने देशको र नाना प्रकारका जलका जहाज, पानीका जहाजहरू यो बग्ने देशमा जन्मेका मान्छेको तिनको विधि विधान लिएर तिनको नक्कल गरेर हाम्रो कल्याण हुन सक्दैन। हाम्रो कस्तो छ जंगल भएको देश, हाम्रो कस्तो छ डाँडाकाँडा पहाड भएको देश, हाम्रो कस्तो छ साँगु नभएको देश, लाभके फड्के नभएको देश। हाम्रो खोला नालामा साँगु छैन, फड्के छैन, लाभको छैन। धुली खोलाको साँगु बनाउनलाई एउटा ल्याउनु पर्छ विश्व कोषको सहायता। धुली खोलाको साँगु बनाउनलाई हाम्रा हातले हुन सक्दैन।
हामीहरूका फलामे हातले बनाउन सक्दैन। धोबी खोलाको र यो टुकुचाको साँगो बनाउनलाई जब हामीले अरूलाई गुहार्नुपर्छ र मितेरी साँगोलाई हामीले मितलाई गुहार्नुपर्छ भने हामी भन्छौँ, घमण्ड गर्छौँ, हामी यस्ता र उस्ता भनेर। अनि हामी जनतालाई तिम्रो खाँचो छैन, तिमीले भोट नदिए पनि हामी जित्न सक्छौँ भनेर, जनताको भोट नभए पनि हामी बाँच्न सक्छौँ, जित्न सक्छौँ भनेर सुकिला लुगा लगाउनुको खाँचो छैन। सुकिला लुगा हामीलाई चाहिन्छन्, हामी गरिबहरूको परको भोट लिएर मात्र बाँच्न सक्छौँ भन्ने घमण्ड गर्ने ती कति भूल गर्ने नायक हुन्। त्यस्ता नायकले देशको लायक काम गर्छन् कि नलायक काम गर्छन् त्यो हामीहरूले चिन्नुपर्छ, राम्रोसँग चिनेर मात्र अगाडि सर्नुपर्छ। त्यसै हामीहरूले भूल गर्नु हुँदैन। ती 2-4 दिनका कसैले टिको लगाइदिएका, कसैले मनोनित गरिदिएका, कसैले टिकट दिएका भरमा जनतालाई भुलेर, जनताको उपेक्षा गरेर, जनता चाहिन्न हामीलाई, जनताको भोट पनि चाहिन्न, जनताको समर्थन चाहिन्न, जनताको पृष्ठपोषण चाहिन्न, कोही पनि चाहिन्न। हामी परिपूर्ण छौँ, हामीलाई माथिबाट छत्र छाया छ भन्नेहरूले सोच्नुपर्छ। माथिबाट असिना आउँछन्, पसिना आउँछन्, तलबाट आएका अंकुरले, तल पृथ्वीबाट आएका अंकुरले दिन्छ। पृथ्वीबाट आएका अंकुरा हाम्रा जीवन हुन् र हामीहरूका आधार हुन्, तिनका आधारमा हामी बाँच्न सक्छौँ। आकाशबाट आएको वज्रपात हाम्रो टाउको फोड्छ, आकाशबाट आएको असिनु हाम्रो खेती बाँच्छ, हाम्रो टाउको फोड्छ, हामीलाई मार्न सक्छ। माथिबाट वर्षेको त्यति राम्रो होइन, तलबाट उम्रेको भावना, धरतीमा उम्रेको भावना, पृथ्वीमा उम्रेका अंकुरा तिनले हामीहरूलाई काम दिन्छन्। त्यो कुरा हामीहरूले बिर्सनु हुँदैन, जनतालाई बिर्सनु हुँदैन। याद राखोस्, संसारको कुनै नाइकेले, संसारको कुनै पनि म भन्ने कुनै पनि स्वयम्भू नेताले यो याद राख्नुपर्छ, भगवान बनाउनलाई, भगवान बन्नलाई वन जानुपर्छ, वनमा जानुपर्छ, घर छोड्नुपर्छ, दरबार छोड्नुपर्छ, सिंहासन छोड्नुपर्छ। दरबार र सिंहासन छोडेर जो वनमा जान सक्छ त्यो हिन्दू संस्कृतिमा भगवान हुन्छ। भगवान राम सिंहासन छोडेर गएका थिए, गद्दी छोडेर गएका थिए, 14 वर्ष वनवास गएका थिए, गाउँमा नजाने, अन्न नखाने, जडीबुटी फलफूल खाने, कन्दमूल सागपात खाने। लक्ष्मणले त्यो पनि नखाने, 14 वर्षसम्मको व्रत लिएका थिए। वनमा गएर जसले तपस्या गर्छ त्यो भगवान राम हुन्छ। जो जंगलमा गएर तपस्या गर्छ, बोधि वृक्षका मुन्तिर गएर, पिपलका मुन्तिर गएर जसले तपस्या गर्छ, जसले सिंहासन छोड्छ, जसले दरबार छोड्छ त्यो भगवान बुद्ध हुन्छ। भगवान बुद्ध राति सिंहासन छोडेर, दरबार छोडेर, एउटा साम्राज्य छोडेर जंगलमा जान्छन्, तपस्या गर्छन्, 12 वर्ष एउटा आसन लाउँछन्, बोधि वृक्षका मुन्तिर गएर बुद्धत्व प्राप्त गर्छन्। भगवान बुद्ध, आज भगवान बुद्धका उपासक 3-4 अरब मान्छे संसारमा छन्। भगवान रामका उपासक 7-8 अरब मान्छे छन् र भगवान बन्नलाई मान्छे भगवान बन्छ। भगवान अर्को होइन, आकाशबाट आउँदैन भगवान, आकाशबाट वर्षेको भगवान हुँदैन। भगवान मानव समाजमा आउँछ, मानव समाजमा मान्छेको अनुहार लिएर आउँछ, जसले सिंहासन त्याग्छ, जसले दरबार त्याग्छ, जसले साम्राज्य त्याग्छ, जसले सुनको हिराको हार त्याग्छ, जसले हिराको मुकुट त्याग्छ, जसले यो संसारको आयुष र आराम, जसले विलास त्याग्छ त्यो भगवान हुन्छ। भगवान बन्ने इच्छा छ कसैको भने त्यसले वनमा जाएर तपस्या गरोस्। भगवान कृष्ण गएका थिए वनमा, राजधानी दियो मथुराको राजधानी त्यागेर वृन्दावनमा गाई चराउने गोठालाहरूसित गएर गाई चराएका थिए। गाईको सेवा, गाई आमाको सेवा, गाई आमाको पूजा, गोठालाहरूको सेवा, गोठालाहरूको रक्षा। रामले जनताको, वनवासीहरूको, वनका तपस्वीहरूको र वनका दुखी भिल्लीहरूको, भिल कोलहरूको र दुखी निषादहरूको तिनको दुःख सुख के छ भन्ने अध्ययन गरेर राम राज्यको विधान बनाउन सकेका थिए। बाँदर र भालु प्रधानमन्त्री, भालु जाम्बवान भालु प्रधानमन्त्रीले राम राज्यको विधान बनाएको थियो। भालुमा मान्छे हुन्छन्, भालुमा मान्छेको भन्दा ठूलो ज्ञान हुन्छ, ठूलो बुद्धि हुन्छ, ठूलो नैतिक आधार हुन्छ। मान्छेलाई हुत्याउने, लत्याउने, मानवतालाई मार्ने, मानवताको घाँटी घोट्ने कुनै पनि नायके हुन सक्दैन। मानवको आदर्श मानव हुन सक्दैन। बाँचिन्जेल त्यो स्वयम्भू नेता, स्वयम्भू त्यो नायके होस्, आफूलाई मपाई भनेर, तपाईँ न सपाई, आफै मपाई जे भनोस्, तर मरेपछि कुकुर मरे, कुकुर सराह हुन्छ। त्यस कारणले कसैले भगवान बन्ने इच्छा छ भने कृष्ण जस्तो वृन्दावनमा जाओस्, गोपालहरूसँग खेलोस्,
खेतालाहरूसँग खेलोस्, मजदुरहरूसँग खेलोस्, दिन दुखीहरूको काँधमा काँध मिलाओस्। भगवान बन्ने इच्छा छ भने राम जस्तो वनमा जाओस्, भगवान बन्ने इच्छा छ भने बुद्ध जस्तो जाओस्, वनमा तपस्या गरोस्। हाम्रो इतिहास यही भन्छ, हाम्रो सभ्यता संस्कृति यही भन्छ। यदि